नमस्ते। आज चाहिँ तिहार हैन, अनि तिहारको चाहिँ विशेष गरी लक्ष्मीको म चाहिँ हामीले कोजात पुर्णेदेखि अहिलेसम्म तिहारको दिनसम्म 16वटा लक्ष्मीको पूजा गर्दछौँ। त्यसको नाम पनि म यो अष्टलक्ष्मी स्तोत्रम पछिको लास्टमा भन्न गइरहेको छु। सो सुरुमा चाहिँ अष्टलक्ष्मी स्तोत्रम। नमस्तेस्तु महामाये श्रीपीठे सुरपूजिते शङ्खचक्र गदाहस्ते महालक्ष्मी नमोस्तुते। नमस्ते गरुडारूढे कुलासुर भयङ्करी सर्वपापहरे देवी महालक्ष्मी नमोस्तुते। सर्वज्ञे सर्ववरदे सर्वदुष्ट भयङ्करी सर्वदुःखहरे देवी महालक्ष्मी नमोस्तुते। सिद्धिबुद्धिप्रदे देवी भुक्तिमुक्तिप्रदायिनी मन्त्रपूते सदा देवी महालक्ष्मी नमोस्तुते। आद्यन्तरहिते देवी आद्यशक्ति महेश्वरी योगजे योगसम्भूते महालक्ष्मी नमोस्तुते। स्थूलसूक्ष्म महारौद्रे महाशक्ति महोदरे महापापहरे देवी महालक्ष्मी नमोस्तुते। पद्मासन स्थिते देवी परब्रह्म स्वरूपिणी परमेशी जगन्माता महालक्ष्मी नमोस्तुते। श्वेताम्बरधरे देवी नानालङ्कारभूषिते जगत् स्थिते जगन्माता महालक्ष्मी नमोस्तुते। र अब चाहिँ हामीले चाहिँ यो कोजात पुर्णेदेखि लक्ष्मी पूजासम्ममा 16वटा लक्ष्मीको पूजा छन्, जसमा चाहिँ आदि लक्ष्मी जसलाई भाग्य र समृद्धिको देवीको रूपमा लिइन्छ, धनलक्ष्मी धन पैसाको देवी, धान्य लक्ष्मी अन्न र सुस्वास्थ्यकी देवी, गजलक्ष्मी शक्ति स्रोत साधनकी देवी, सन्तान लक्ष्मी सन्तान प्राप्ति गराउने देवी, वीर लक्ष्मी वीरता र धैर्यताकी देवी, विजय लक्ष्मी सफलता तथा विजयकी देवी, विद्या लक्ष्मी ज्ञान शिक्षा तथा शिवको देवी, मेधा लक्ष्मी विधि र विवेककी देवी, भाग्य लक्ष्मी भाग्य र अवसरकी देवी, कीर्ति लक्ष्मी यश तथा कीर्तिकी देवी, आरोग्य लक्ष्मी स्वस्थताकी देवी, सिद्धि लक्ष्मी प्रगति तथा उन्नतिकी देवी, सौन्दर्य लक्ष्मी सौन्दर्य तथा रूपकी देवी र साम्राज्य लक्ष्मी मोक्ष प्राप्ति र अधर्म मुक्तिकी देवी, र अन्तिममा तिहारको दिन पूजा गर्ने लक्ष्मी मङ्गल लक्ष्मी शुभ लगनकी देवी, जसको वाहन चाहिँ कछुवा रहेको छ। धन्यवाद।